ल फोहोरको अवस्था दैत्यले हाल्दैछ त्यो अब बेलचा आयो तर बोराइसक्यो होइन पर्यो पानी पर्यो हाम्रो कामलाई चाहिँ थोरै डिस्टर्ब गर्यो पानी परेर होइन खोला दिशा पिसाब मुक्त थियो हेलो मेरो भाइ कसले गरेको भने स्थानीय र यहाँ आउने पर्यटकले गर्यो अनि यो व्यवस्थापन चाहिँ कसले गर्ने भने नगरपालिकाले उहाँहरू पनि आज चाहिँ आउनु भएको छ एक्सप्रेस डान्स सेन्टर युट्युब च्यानल हस् हुन्छ म हेरिदिन्छु ल यसमै स्टेप यस्तो स्टेप पारिदिउँ बाई बाई ल छोटो अनि मिठो भ्लग बनाउँछु किन भन्दाखेरि यो आज चाहिँ पर्सनल भन्दा पनि यो किसिमको भ्लग आउँछ आज चाहिँ किनकि मेरो भाइलाई वेलकम छ आज चाहिँ कस्तो भ्लग आउँछ भने छोटो अनि मिठो किनभने आज हामी कन्यामको यो एरियामा छौँ यो एरिया कसलाई थाहा छ यो लोकल एरियालाई थाहा छ होला होइन अनि हामी चाहिँ सरसफाइ अभियान चाहिँ अस्तिदेखि सुरु गरे यो चाहिँ सेकेन्ड डे हो यो एरियाको फोहोर कस्तो छ भनेर अहिले तपाईँहरूलाई म देखाउँछु कतिको फोहोर गर्छ यतिवटामा कतिवटा बोरा भइसक्यो 1 2 3 4 5 6 7 8 9 10 12वटा जस्तो फोहोर भइसक्यो होइन त्यही भएर फोहोर चाहिँ कस्तो मात्रामा छ भनेर तपाईँहरूलाई देखाउनुको लागि मात्रै आज चाहिँ मैले भ्लग बनाउँदैछु र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरूको लागि पनि आज म भ्लग बनाउँदैछु है के भन्छ हेर्दै गर्नु होला त्यति हुन्छ यहीँबाट म चाहिँ म हाम्रो फोहोरको अवस्था देखाइदिन्छु कस्तो अवस्था छ भनेर होइन अब त्यहाँ कति उड्छ फोहोर भन्ने कुरा केही टुङ्गो छैन अनि यहाँ हाम्रो फिकल अनि स्थानीय कन्यामबाट उपस्थित हुनुभएको छ अनि यो चियाबारी यो एरिया भयो यो जुन अलिअलि चाहिँ फोहोर पनि डढाइदिउँ त्यस्तै होस् भनेर होइन अनि यहाँबाट टक्कसँगले हाम्रो भाइले पानी सप्लाई गरिरहेको छ राज भाइले होइन तिमी त सबै मुभमेन्टमा आउँछौ नि अनि सबैजना सरसफाइमा लागिराख्नु भएको छ हामी चाहिँ टक्क बान्नेमा छौँ अनि त्यहाँ चाहिँ टिप्नेमा हुनुहुन्छ पानी पर्यो हाम्रो कामलाई चाहिँ थोरै डिस्टर्ब गर्यो पानी परेर होइन एकदमै ल आजको सरसफाइलाई चाहिँ सरसफाइ अभियानमा थोरै पानीले डिस्टर्ब गरेछ तर रहन्छ होला अहिले रहेपछि फेरि हामी स्टार्ट गरिहाल्छौँ एकछिनलाई ग्याप गरौँ होइन हामी एकछिनलाई चाहिँ ग्याप गर्दैछौँ किनकि अब बिरामी हुनु भएन भिज्नु भएन होइन अनि एकछिन ग्याप गर्ने फोहोर एकदम कति छ भनेर तपाईँहरू सोच्नु पनि सक्नु हुँदैन गर्नु पनि सक्नु त्यति साह्रो छ फोहोर अनि अब एकछिन रेस्ट गर्ने त्यहाँदेखि फेरि हामी कामलाई स्टार्ट गर्छौँ है सियो पानी परिरहेको छ मस्तसँगले रोकिने नाम छैन कति बन्द रोकिने होइन दादा अनि हाम्रो बहिनी अनि हाम्रो भाइ पानीले रड्डी गर्यो है बसिरहेको बस कहाँ रहेछ बहिनी हरायो ए घर गएछ बस पानी कहिले रहने पानी आज ल हल्का पानी रहँदैछ यो एरियामा चाहिँ हामी चाहिँ कति बेला पानी रहिएर मजाले पानी रहिएपछि मात्र काम सुरु गर्ने भनेर आएको छु पानी चाहिँ अनि अब रहँदैछ हल्का हल्का रहँदैछ पानी परेर पसलहरू पनि टक्क क्लोज हुँदैछ अनि अब हामी सुरु गर्छौँ लगभग अब एकैछिन मौसम हेरौँ न यस्तो खत्तम बिग्रियो आज यस्तो खत्तम बिग्रियो कि मौसम बिग्रेर अब काम पनि गर्नु पाएन अब अलिकति क्लिन भएपछि हामी टक्कै स्टार्ट गर्छौँ है ल फोहोरको अवस्था दैत्यले हाल्दैछ यस्तो बनाइरहेको छ
त्यस्तै गराइरहेको छ चेन्ज गरिसकेँ क्या मैले त्यो हेर्न कस्तो गनेर सिस्मेल क्या खतरा आएर जस्तै फोरहरू छ ओके माथिबाट पल्टाइदिउँ म चाहिँ यहाँ डाँडामा आउँदैछु किनभने यो जति पनि हामीले फोर टिपेको छ नि यो फोर चाहिँ हामीले यहीँ लिएर राखिदिने नितो गरेको छौँ तल्लो बाटो आइरहेको छ म चाहिँ यताबाट आएँ किनभने चाहिँ हामी यहीँ राख्छौँ भने फोहोर कसले गरेको भने स्थानीय र यहाँ आउने पर्यटकले गरेको अनि यो व्यवस्थापन चाहिँ कसले गर्ने भने नगरपालिकाले हो तर नगरपालिका र स्थानीय स्रोतले चाहिँ ध्यान नदिएपछि हामीले चाहिँ यो कदम चाल्दैछौँ आज अनि हामीले यो फोहोर चाहिँ त्यो देखेको फोहोर हामी यहीँ राखिदिन्छौँ आज नगरपालिकाले आएर लान्छ यहाँ कसैले केही भन्नुहुन्छ कि भनेर हामी यहाँखेरि आइरहेछौँ फोहोरहरू आइरहेछ यो फोहोर चाहिँ हामीले यहीँ राखिदिने नितो गरेको छौँ किनकि फोहोर भनेको त यही ठाउँको हो नि त ल फोहोर चाहिँ हामीले यो कन्यामको यो एरियाको ठ्याक्कै स्कुल जाने एरियाको यहाँ राखिदिएको छौँ ल सबैजनाले यहाँ लिएर राखिदिएको छौँ फोहोर कति छ भने काउन्टलेस छ अहिले त अनि यताबाट आउँदैछ फोहोर राख्ने रेगुलर भइरहेको छ आज चाहिँ नयाँ अस्ति फिकलको डान्स सेन्टर आएको थियो आज त सायद तपाईँहरूको कहाँको टिम हो पशुपति नगर फिकल मिक्स हो ए एक्सप्रेस ल उहाँहरू पनि आज चाहिँ आउनु भएको छ एक्सप्रेस डान्स सेन्टर युट्युब च्यानल हस् हुन्छ म हेरिदिन्छु ल ल अनि यहाँ सबैले यहीँ राखिदिने भएको छ कसैले यहाँ केही भन्नुभएको छ भने त्यसमा हामी आउनेछौँ ल यसमा स्टेप यस्तो स्टेप पारिदिउँ त्यो माथिल्लो अनि तल्लो ल खत्तम भएर चाहिँ दाइ लु तपाईँको पनि लु केही भन्दिनँ अब हामी फेरि बोरा लिएर आउने राख्ने भनेको यही एरियामा के राख्ने यो एरियामा जति पनि फोहोर छ हामी यहीँ लिएर राख्छौँ आज यो चाहिँ नगरपालिका र स्थानीयवासीलाई यहाँको व्यवसायीहरूको लागि हाम्रो एउटा चुनौती जस्तै हो च्यालेन्ज उहाँहरूको ठुलो भूमिका छ किनकि हामीले यो सफा गर्नु भनेको उहाँहरूकै लागि हो होइन हामीले यहाँ सफा गरे उहाँहरूले सफा गरे त यहाँ के हुने हो सफा हुने हो पर्यटक आउने हो किन उहाँहरूले पनि चासो दिनु पऱ्यो र फिकल नगरपालिकाले पनि चासो दिनु पऱ्यो होइन सूर्योदय नगरपालिका त्यही भएर हामी चाहिँ एकदम चेतावनीको साथ यो काम गरिरहेको छौँ यो हाम्रो टिम है यो यिनीहरू चाहिँ हाम्रो टिम यहाँ हाम्रो दाइको यो युट्युब च्यानलमा आउँछ ल सबैजनाले सपोर्ट हानिदिनु होला हाम्रो दाइको युट्युब च्यानललाई मेरो पनि लेप्चा ब्लग्स भन्ने एउटा युट्युब आइडी छ सबै गएर सब्सक्राइब हानिदिनु होला दाइकोमा मैले सर्ट आउट दिएँ हुन्छ म गरिदिन्छु ल ओके दाइ यहाँदेखि मैले दाइ चियाको हेरेँ ल जाउँ हामी पनि लगिन चुनौती नै भयो है यो चाहिँ अब ल बाई बाई भनिदिनु त स्टेडियम बेलुका आयो अब बेलुका आयो तर बोराइ सक्यो होइन बेलुका आयो तर बोराइ सक्यो तर पनि धेरै अघि कस्तो थियो त अघिको र अहिलेको धेरै चेन्ज आइसकेको छ अब एकछिनमा चाहिँ पुरै कम्प्लिट हुँदा चाहिँ झन् राम्रो हुन्छ तर अब बोरा चाहिँ सक्यो कुन चाहिँमा हाल्ने भन्ने कुरा अब लगभग म चाहिँ निस्किन्छु होला छिटै अब मेरो काम छ अब उनीहरूले यो थोरै व्यवस्थापन गरेर सकिन्छ ल अनि त्यतिकै कोही हल्का देखाइदिउँ यहाँ चाहिँ आन्टीहरूले चाहिँ हल्का बाटोमा अलिक काटिदेऊ थोरै काटिदेऊ खोला दिशा पिसाब मुक्त क्षेत्रको लागि चाहिँ हाम्रो त्यसको लागि पनि भइरहेको छ होइन जे जस्तो होस् फोहोर नहोस् म चाहिँ अब लगभग खाजा खाएर कल्टी हुन्छु होला भाइएर खाजा लिएर आइसकेको छ यहाँ बहिनीहरू छ अब घर जानुपर्ने भयो फोन आइसक्यो मेरो चाहिँ फोहोर त लगभग सकिगयो नि अब यहाँ अनि यो एरिया सबै यो चियाबारी या तलदेखि सबै क्लिन भइसकेको छ अब
सट्टसँगले खाजा खाने अनि जाने। हेलो मेरो भाइ, अब चाहिँ खाजा खाने बेला भयो। ल व्यवस्थापन राम्रो हुँदैछ है। एक्स्ट्रा होला जस्तो छ है, आज एक्स्ट्रा होला जस्तो छ है। ग्यास्ट्रिक साह्रो पर्छ नि। थ्याङ्क यू। सजिलै लाग्यो, सजिलै छ है। यो चाहिँ अलिक औडा खालको नि त। घरिघरि यता ब्रेक हानिन्छ क्या, म त झुक्किन्छु, यस्तो जान्छ खुट्टा। खाजा ल खाजा खाने नि फेरि काम गर्ने, म चाहिँ जाने तर। ल अब चाहिँ मेरो चाहिँ एकदम लास्ट भयो होइन, म चाहिँ अब छिटै जानुपर्ने भयो। फोटोसुट गर्दै भाइहरू एकदम होइन। ल तिमीहरू राम्रोसँग गर, तिमीहरू ल हुन्छ। ल हाम्रो भाइ उता गरेर बनाउँदैछ भिडियो। ल भाइ अब राम्रोसँग गर तिमीहरू, अनि राम्रोसँग गरेर जानु। ल ल अब म चाहिँ लगभग जाने तर्फ भयो होइन। अब अरू गर्दै गर्नुहुन्छ, बिस्तारै गरेर यति चाहिँ सकेर जानुहुन्छ होला। म चाहिँ काम पर्यो होइन। बाई बाई। ल ल धन्यवाद। ल सबैजनालाई बाई बाई है। म चाहिँ अब लागेँ। ल मेरो गाडी त्यहीँ छ। ल यहाँ बोक्ने काम भइरहेछ। बाई बाई। अब म चाहिँ बिदा मागेँ। ल म चाहिँ गएँ। अब आजको भ्लग यहीँ एन्ड हुन्छ। तपाईँहरू हेर्दै गर्नु होला। यो भ्लग भन्दा पनि यो चाहिँ एउटा लास्ट। ल म गएँ। ल भेट्दै गरौँ ल। ल भेट्दै गरौँ। ल फेरि आउँदै गरौँ। ल बाई बाई। ल हाम्रो फोहोर चाहिँ यहाँ छ, फोहोरलाई पनि बाई बाई।